Sizzle and Sister. News and entertainment. भरे पनि धोकेर आउने होला नि हैन? ए खादिन तिम्रो कसम। रिचा सुन त खोइ के मेरो अफिसको ड्रेस रेडी गरेको यार। अफिस जान ढिला भइसक्यो भने। एकछिन न, हजुरकै लागि खाना बनाइरहेको छु, अहिले आएर रेडी गरिदिन्छु। छिटो गरिदेऊ न यार प्लिज। अनि भाइ खोइ त? बाबु त बाहिर गइसक्नु भयो त। आजको दुनियाँको म नै हो राजा। यो संसार मेरो, यो रमाइलो मेरो, यी सबै साथीभाइ मेरा। म हो। म बाहेक दुनियाँमा कोही पनि म बन्न सक्दैन। म मेरो आफ्नो संसार आफ्नो प्रकारले जिउँछु। बाटो रोज्दै युवाहरू आज भोलि लागु पदार्थको धुवामा गुमाउँछन् जिन्दगी। भुलको बाटो रोज्दै युवाहरू आज भोलि लागु पदार्थको धुवामा गुमाउँछन् जिन्दगी। रक्सीको चुस्कीमा डुबाउँछन् सपना। रक्सीको चुस्कीमा डुबाउँछन् सपना। जुवा खेल्दै भाग्य बेच्दै भुल्दैछन् परिवार हो। बाटोले कहाँ लैजाने हो। बाबु यहाँ आइज, यहाँ आइज। त्यो तँलाई पुऱ्याउन आउने केटी को हो? साथी। साथी रे? यसरी चिपिक्क टाँसेर आउनु पनि साथी हुन्छ? होइन आमा, उहाँले झुट बोल्दै हुनुहुन्छ। तिमीले देख्यौ? बाबु मेरो माया बढी भएको तँलाई, अनि त किन सुध्रिँदैनस्? सुध्रिन्छु। त कहिले सुध्रिन्छस्? भोलि त भन्ने मात्रै हो, उहाँको भोलि त कहिले आउँदैन। आजको पछाडि भोलि आउँछ। बाबाको कारबार मैले सम्हालिदिएको छु र पो तँसरी बरा लिएर हिँड्न पाएको छस्। यो कहिले सुध्रिने भएन के? म त दिगदार भइसके। भयो छोडिदिनु, कति गरेर बिचारालाई बल्ल तल्ल त घर आउनु भएको छ। यो सब नि तिमीले र आमाले फुल पिलाएर यस्तो भएको। बुझाउ नि, जे गर्नु छ तिमीहरू गर। यो ज्ञानी छ, अझ यसको पेटभित्र बच्चा छ। त यो कुरा किन बुझ्दैनस् बाबु? भयो आमा, छोडिदिनुस्। भोक लागेको होला, हिँड्नुस् बाबु खाना खान।
दुःख नमानु भरे म छु तिम्रो साथमा। आऊ। खुशी गुम्दैछ, बुबाको विश्वास टुट्दैछ, आमाको आँसु बग्दैछ, छोरा छोरी बाटो भुल्दैछन्। कसरी बुझाउने यो भयानक सत्यलाई, कसरी बुझाउने यो भयानक सत्यलाई। धन मन स्वास्थ्यको विनाश भयो, यो जिन्दगी नै खाली भयो, यो मन छेद विच्छेद भयो। यो भुलको बाटोले कहाँ लैजाने हो, लागु पदार्थको मोहले जीवन खाइदियो धुवाले, रक्सीलाई साथी बनाई हो सबै आज घुमाए। क्यासिनोमा सपना खोज्दै पसिना लुटाए, क्यासिनोमा सपना खोज्दै पसिना लुटाए। माया मोह संसार नै शून्य भो, यो जिन्दगी नै थकित भयो, यो भविष्य उथल पुथल भयो। यो भुलको बाटोले कहाँ लैजाने हो, यो सबैको कारण म हुँ। यदि मैले समयमै परिवार, जिन्दगीको आस्था र मेरो कर्तव्यलाई बुझेको थिएँ भने आज यो हालत हुने थिएन दाइ। तर दाइ भरोसा गर्नुहोस् आफ्नो कान्छो भाइमा। म जीवनमा फेरि यस्तो गल्ती गर्ने छैन। म कर्तव्य पालना गरेर सम्पूर्ण परिवारको ख्याल राख्नेछु दाइ। उहाँको टाउकोमा गहिरो चोट परेको कारण प्यारालाइजसम्म प्रमाणित हुन गएको छ। हाम्रो तर्फबाट सक्दो कोसिस गरिरहेका छौँ। उहाँलाई समय समयमा चेकअपमा लिएर आउनुहोला। मात्र होइन यहाँ, तिम्रो परिवार नै रोएको छ। यो भुलको बाटो होइन, तिमी नयाँ बाटो रोजा, तिमी नयाँ बाटो रोजा। यो भुलको बाटो होइन। आफ्नो जीवन बनाउँदै परिवारकै खुसी खोजेको छु।